ल रेडी कुद्ने भयो इलेक्ट्रिक गाडी पुरै कुद्छ हाम्रो यहाँ तीनटा छ मनिषाले जित्छ कि हो अलि ढिलै छ अलि ब्याक सर अलि ब्याक अब एउटा के उसले अलिक कलर मिलाएन छ कि क्या ए यसको घेरा पनि छ होइन सनीको हो ल सानो कि ठुलो ग्रहले कसको परिक्रमा गर्छ चारमा के तान्दैछ चरा त्यसलाई के भन्छ यो विज्ञान तथा कला प्रदर्शनी कार्यक्रममा आज विद्यार्थीहरू सामेल छन् यो सोलर सिस्टममा सबै कुरा अलिकति मैले यहाँ विद्यार्थीहरूको प्रदर्शनीलाई भिडियो मार्फत देखाउन चाहेँ अनि यो सोलर सिस्टममा ग्रहहरू कताबाट कता घुमिरहेको छन् यो देखाउन मिल्छ कसरी घुम्छ भन्ने याद छ ग्रहले यी सबै ग्रहले परिक्रमा गर्ने बिन्दु एउटै हो यो कसलाई घुम्छ अरे सूर्यलाई घुम्छ है यहाँ हाम्रो स्पेस सानो भएकोले यहाँ देखाएको छ विद्यार्थी भाइबहिनीहरूले तीनजना बहिनीहरूले विज्ञान तथा कला प्रदर्शनीमा राम्रो प्रस्तुति देखाएको छ अनि यहाँ कुन कुन ग्रह छ अरे देखाउँदै भन्छ कुन कुन ग्रह सबैभन्दा टाढाको ग्रह कुन हो त्यो टाढाको ग्रहलाई के भनेर चिन्छ अझ थाहा छ यो चिसो पनि ग्रह है त यो हाम्रो तीनजनाको टोली नाम के पर्छ कक्षा पनि भनेर कति राम्रो के हो यो तिम्रो नाम भन त पहिले कति कक्षामा पढ्छौ अनि यो के बनाएको हो इनार हो इनार त फुलै फुल पानी छैन अनि यो इनारबाट चराले पानी खानेछ त्यसको भित्र उगार्ने छ तिम्रो नाम के हो नेला दाल कति कक्षा पढ्छौ अनि यो के तिमीले चाहिँ आज विज्ञान तथा कला प्रदर्शनी कार्यक्रममा यो के बनाएको यो आधुनिक घर हो यो घर बनाउनको लागि तिमीले के सामानहरू प्रयोग गरेका छौ
हजुर गरेर यति राम्रो घर बनाउन सफल भयो होइन धन्यवाद सुनिल विक कति कक्षामा पढ्ने 7मा यो सामानको नाम के हो एटिएम मेसिन अनि यो केबाट यो जुन एटिएम मेसिन बनाइयो यसमा के लागेको छ यतिबाट बन्यो हो धन्यवाद कति कक्षामा पढ्छौ 4 कक्षामा अनि यो के बनाएको भाइ ए घुम्न जाँदाखेरि बास बस्नको लागि प्रयोग गरिने यो टेन्ट अनि यो अर्को चाहिँ के हो मोबाइल हो ल थ्याङ्क यू अनि यो के बनाएको भाइ यो सुगा हो सुगा त यहाँ फुटिसकेको छ है अनि यो बनाउनलाई के सामान प्रयोग गरिएको छ माटो अनि ड्रम दुईटा चिजले बन्यो हो हेर्नु त कति राम्रो राम्रो सामान बनाएको छ यो के हो यो चाहिँ बाबाजी साँच्ची मन्दिर जाँदाखेरि मन्दिरमा लाने यो बेल्ना चक्ला हो रोटी बेल्ने अनि यो अन्डा पकाएको यो अर्को थाल अनि यो चुलो यो तावा ताप्ने ल चुलोमा यहाँ पाकिरहेछ यहाँ अन्डा पाकिरहेछ त्यो बोटकामा अन्डा ठिक पारेर चाहिँ यहाँ पकाउँदैछन् विद्यार्थीहरूलाई कति राम्रो ल तिम्रो नाम भन त 3 जनाले बनाएको ल अनि यो के सामान हो भन त यो एउटा परिवारको लागि सबै कुरा यहाँ तयार छ होइन केबाट बनाइयो यत्रो सामान बनाउन के सामान लाग्यो अनि यति सामान बनाउनलाई कति खर्च लाग्यो सबै घरमै उपलब्ध थियो है त्यो पैसा बिना यस्तो सामान बनाउन सकिन्छ सजाउन सकिन्छ अनि आफ्नो कलालाई पनि देखाउन सकिन्छ भन्ने यहाँबाट विद्यार्थीहरू सिक्छ त्यसो भए धेरै धेरै धन्यवाद तिमीहरूले आफ्नो कला देखायौ पैसा नबेरिया लाग्यो मोटर यो मोटर हो पानी फाल्छ होइन अनि बिना लाइनबाट मात्र फाल्छ यो बनाउनको लागि यहाँ यता नाम के हो प्रकाश भण्डारी कति कक्षामा पढ्ने भाइ हो 8 कक्षामा यो मोटर बनाउन कति समय लाग्यो यता कति समय लाग्यो 2 घन्टा यसमा के सामानहरू प्रयोग भएको छ गम टेप अनि यो भित्र यो पानी फाल्नको लागि के प्रयोग गरिएको छ पङ्खा मोटर चाहिँ के को लागि पानी फ्याँक्नको लागि मोटर के को लाग्यो भने अनि यति गर्नको लागि कति खर्च लाग्यो 200मा अरू सबै स्थानीय प्रविधि प्रयोग गरियो होइन घेर गएका सामानहरू प्रयोग गरियो सबै अलि सबैले गाडी हाम्रो इलेक्ट्रिक गाडी हो यो ल अब नेपालमा इलेक्ट्रिक गाडी हाम्रै विद्यार्थीहरूले बनाउन थाल्यो अब चाहिँ म पनि गाडी चढ्छु होला अलिकति यता छोड त ल गाडी पुरै कुद्ने रहेछ ए माथि गाडी पछाडि कुद्न थाल्यो ए अरू बेन्च राखेर बेन्च अगाडि यहाँ भित्ताले त बेन्च भित्ताले Kami siya gari, kami sa mga ayaw na
वहाँ रोक है रोड अलिक ठुलो बनाउनु पर्ने भएको गाडी हेर्न अरे यसला बोर्ड पनि हेर्दैन न बोर्ड पनि